एक गतेको मेला पञ्चायततिर हाम्रो ड्राइभर बाइक कुदाउँदैछ। हर्दिया हुँदै बिसनपुर हुँदै जतपुर पुगिसक्यौँ। मेला जाँदैछौँ। यहाँ पनि अर्को ड्राइभर छ। यहाँ 14 गते मेला लाग्ने ठाउँ पुगिसक्यौँ। अहिले लागेको छैन, भर्खर 1 गते हो। 14 गते यहाँ मेला लाग्छ। सब मिल्यो भने सहर चाहिँ आउँछ होला मेला, म त भ्याउँदिनँ होला। सहर आएपछि 14 गते पनि ब्लग देखाउनुहुन्छ, प्रतीक्षा गर्नु होला। पुग्यौँ, बाटो लास्ट खत्तम छ, पिच पनि छैन। एकचोटि गीत गाइदियो नि त, लदेन फेरि एकचोटि। तै त हिरो क्या है तेरा नाम बहन परिचय दो अरू अनि हिरो मान्छेको त चराउन जान आँटेको, कानाका हराइहाल्यौँ। यो सरले कानाका ल्याइदिइहाल्यो। अब निस्किन आँटेको हामी फेरि यहाँबाट हामी हाम्रो गन्तव्यतिर लाग्यौँ। कता गइदियो फेरि? ए यही हो, यही हो। दिस इज द वे। हामी हाम्रो गन्तव्यमा छौँ। ल हामी सब यहाँ दही चढाउन आएको छौँ। यहाँ छ दही। ल हाम्रो दही चढाउने मान्छे अगाडि छन्। यता हाम्रो दाइ हेर्नुहोस्, बिग म्यान। कोही कति पल्थे र ल यो वैशाख 1 गते हाम्रो मामा गाउँदेखि दही चिउरा चढाउने ठाउँ। मान्छेहरूले टक्क यहाँ भगवानहरूलाई पूजा गरिरहेछन्, चढाइरहेछन्। ल यता हाम्रो दाइले पूजा गर्दै हुनुहुन्छ दही चुराको। ल राम्ररी चढाउनुहोस्, भगवान्ले खानु पर्यो। मान्छेहरू न्याक्टाउने छन् चढा। हामी लाग्यौँ आजको नयाँ वर्षको सिरुवा मेला, पहिलो मेला। अब गाइस मेला पुग्न आँट्यौँ। अब अमनको साली नै साली भेटिन्छ यहाँनिर। सब केटाहरूले हेर्न पाउने भयो आज। लगभग अब हामी मेला पुग्न आँट्यौँ। गाइस मान्छेहरू अब देखिन थाल्यो है मेलाबाट फर्केर आउनेहरू। मेला जाँदै पनि छ, फर्किँदै पनि छ। गाइस अब हिरो हिरोइनहरूलाई देख्न पाउँछ, फुच्चाफुच्चीहरूलाई। Hello guys, we are on the bike parking. यहाँ अर्कोले बाइक पार्क गर्दैछ। यहाँ हाम्रो अर्को पनि यहाँ पार्क हुँदैछ। त्यहाँ मेलाको पिङ पनि देखिरहेछ यहाँबाट। कति हो दाइ? 2टा बाइक छ। 30 र 60 एकै ठाउँ। ठिक छ। अब हामी पार्किङदेखि निस्क्यौँ। ल गाइस यो मेलाको लाइन हो। हेर्दैछन्। लगाए चाहिँ अब मेलामा छौँ। यो चाहिँ हाम्रो पञ्चायत मेला, पहिलो मेला 2082 सालको वैशाख 1 गते
ल लेडिजहरूको लागि कत्रा कता जुत्ता छ मेलामा। अब कतै यो राति आउँछ ब्लग यस्तै हो। अब 2 गते अर्को मेलामा किन्नु होला। ल केटाकेटीहरूको लागि जसको केटाकेटीहरू छ एकमुष्ट। ल गाइज लेडिजहरूको लागि ल गाइज सिरुवा मेला 2022 साल। ल भाइरल स्मोकी चिज बल only 100 rupees। अगाडि चाहिँ मेला छ गाइस। रामनले हामी एउटा मेलाबाट फर्केर अर्को मेलातिर लाग्दैछौँ। त्यो मेला चाहिँ एकदम फेसन सो चल्छ। पुल होला सायद। हामी आउँदा आउँदै यहाँ खोला माथि आयौँ। खोला माथिबाट अब यो जुलुङ्गे पुल छ। 1 वे मात्रै हो। यहाँ मान्छेहरू आउँदैछ फटाफट। हामी लाइनमा छौँ। ठोक्देला बाटो दिनु। भाइ जाऊ 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 छिटो जाऊ खोलामाथिमा झुलुङ्गे पुलबाट ओए के गर्छस् त बिस्तारै बिस्तारै। यो त कस्तो आउँदैछ कि आउँछ यतादेखि नै के आउँदैछ। ल ल उताबाट पनि आएछ। अब हामी जाममा पऱ्यौँ हौ गाइज। 2टा अट्छ त कहाँ अट्छ हौ एउटै मान्छे निस्किनुलाई गाह्रो छ। डिजिटल बोर्ड यताको पनि उता देखियो उताको यता यहाँ जान दिन सुरु गर्छ। अहिले पल्टिन्छ। ओ त्यहाँ गइसक्यो अब हिँड्न त। त्यो मुनि नजाइकन त्यो निस्किने बाटै छैन। गइसक्यो ड्याक। ल त्यसरी घरमा हामी त अनि लगभग अन्तिममा आएर बिचमा भएको त्यहाँलाई घाँडै हुँदो रहेछ। We are on the way of next मेला। कममा ए के भन्छ उतिको मेला। उतिको मेला अब यहाँ हिरोनी अब देखा पर्छ। ट्रेलर ट्रेलर कस्तो कस्तो रे यत्रो बाटो त धन बजाउनु पर्छ त। ए अलिकति साइड दिनुहोस् भने पनि टिप्परै अड्सिरहन आँटे जस्तो गर्छस् त। टिप्पर होइन बर्तन मात्र छिराउनु टिप्पर छिराउनु साह्रो पर्छ गाह्रो। विद्यार्थीहरू मेरा विद्यार्थी सुरुमा तपाईँकै विद्यार्थी 8 क्लास पास गरेको वर्ष
मेरो बाइक हेरेर चिनिन्छ यहाँको भनेर पक्ली सक्लीमा त हटेस ल्याउँदा भने हो सर 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 गर्थ्यो त्यो बच्चाहरू यो कुन तरिका हो मान्छे लामो सबै आउँछ सफारी लामो ए यो कहाँ यो खोलेर बसेको भने अब भनेको यस्तै छिराइदिनु भनेको अब एक गतेको दुई गते हालेर हुन्छ त नि हाल्दैन पऱ्यो नि के भन्नु अनि यहाँनिर आउनु पर्यो त्यस्तो ठुलोवाला किन हालिदिनु नि त्यो आधी काटी काटी के भन्नु यहाँ भिडियो बनाउनुपर्छ त कतै कतै ल ल ल नेक्स्ट मेला आउन लाग्यो ल ल यतादेखि छिराइदिनु हो कि मेलामा ए मेला उता मेला होइन केटाकेटीहरू उतातिर रमाइलो गर्दैछन् उता बाँसको झ्याङको पछाडितिर मेला देखेको छैन मेला सुरु भयो होइन अब यहाँ मान्छेको भिडभाडहरू देखिन थाल्यो मान्छेहरू मेलाबाट आउँदैछन् फर्किँदैछन् जाँदैछन् हामी चाहिँ भर्खर जाँदैछौँ मेला घटिया भनेर लास्ट भिडभाड छ लास्ट भिडभाड छ यहाँ राइडरलाई पनि जान गाह्रो भइरहेछ जाने काम छिराइदिने हो सफारीले गर्दाखेरि बाटो धेरै जाम भएको छ खोला पारि जाने कि छिराउने अब फर्किन जान्छ टावरलाई कता जान्छ केटाहरूलाई त्यही छोड्दैछ त